सो यहाँतिर चाहिँ होस्टेल राख्नु सुध्रिन्छ भन्छ नि त। त्यो होस्टेल राख्ने बाआमालाई त मैले विद्या कसम ढाटे होइन दाइ होइन, मलाई त्यो अरूले यस्तो थट मिलाइदिन्थे होला के भन्थे, म यिनीहरूलाई ठुलो भएपछि बाआमालाई म वृद्धाश्रम हालिदिन्छु भन्थे कि। म होस्टेल बसेको नि स्कुलकोले यसले पढ्न जान्दैन भनेर पैसा खानको पिरले मलाई होस्टेल राखेको है बिचरा। अनि यति रुन्थे म बाहिर, म जेल बसे जस्तो। फक त्यो त लाइफ त मलाई सोच्नु नि त्यो जस्तो त नर्क जस्तो केही चिज होइन। होस्टेल बस्न मन लाग्ने बच्चा कोही हुन्छ, कोही कोहीलाई पढ्न मन नलाग्यो, घरमा सोध्ने टिचर हुन्न नि त, होस्टेलमा एउटा टिचर राख्ने भयो सोध्नको लागि। अनि त्योलाई चाहिँ राम्रो हो। तर म जस्तो बाहिर नेचरसँग घुल्ने, बाहिर आमा बा खोज्ने मान्छेलाई राख्यो भने त त्यो बाआमालाई त यति ठुलो पाप। अब म पनि 2 वर्ष होस्टेल बसेँ हो क्या। बल्ल 2 वर्ष बल्ल तिमीको 8 वर्ष बसेको। अब त्यो त कम्पेयर गर्नु तर फिलिङ त 2 वर्षको त एउटै भयो नि त। दसैँमा मेरो बुवा चाहिँ फेरि सरकारी कर्मचारी भन्ने टाइममा बिदा नमिल्ने होइन। अनि दसैँमा बिदा हुने टाइममा अब त्यो प्यारेन्ट्सहरू लिन आउँछ क्या। अनि घन्टीपछि कसै प्यारेन्ट्स आउँछ क्या। मेरो चाहिँ जहिले लास्टमा क्या आएको छ भन्छ नि, सबैको लिन आइसकेको हुन्छ, म चाहिँ लास्टमा क्या घन्टी बज्ने बित्तिकै मेरो बाउ आइकन कुदेर जाने क्या। म ढोकामा क्या, फेरि अर्को गाउने होइन, लास्टमा 2-3 जना बाइक जहिले म लास्टमा क्या। अनि यति रुन मन लाग्थ्यो मलाई होइन।